प्रत्येक वर्ष नयाँ वर्षको सुरुवातको रूपमा विश्वका धेरै देशले 1 जनवरीको दिनलाई नयाँ वर्ष मानेर धुमधामसँग मनाउने गर्छन्। ईस्वी सम्वतलाई नै अन्तर्राष्ट्रिय क्यालेन्डरको रूपमा पनि मान्यता दिइएको छ। हामी नेपालीहरू अथवा हिन्दू धर्मावलम्बीहरूले भने विक्रम सम्वत क्यालेन्डरलाई मानेर वैशाख 1 गतेको दिनलाई नयाँ वर्षको शुभारम्भको रूपमा धुमधामसँग मनाउने गरेका छौँ। जस्तै यहाँ यो क्यालेन्डरलाई हेर्न सकिन्छ। यहाँ ईस्वी सम्वत 2025 लेखेको छ भने साथै यहाँ विक्रम सम्वत 2082 पनि लेखेको छ। ईस्वी सम्वत 2025 क्यालेन्डरलाई ग्रेगोरियन क्यालेन्डर पनि मानिन्छ। यो क्यालेन्डर ईसा मसीहको जन्मदिनलाई केन्द्रमा राखेर इसाई धर्मावलम्बीहरूले सुरु गरेका हुन्। यसलाई हामी अङ्ग्रेजी क्यालेन्डर पनि भन्ने गर्छौँ। समस्त विश्वका धेरै देशहरू लामो समयसम्म पश्चिमी इसाईहरूको उपनिवेश बनेका थिए। त्यही प्रभावले विश्वमा धेरै देशहरूले यसै क्यालेन्डरलाई आधिकारिक रूपमा प्रयोग गर्दै आइरहेका छन् र ईस्वी सम्वत क्यालेन्डरलाई नै मान्यता दिएका छन्। ईस्वी सम्वत क्यालेन्डरभन्दा 57 वर्ष पहिलादेखि नै विक्रम सम्वत क्यालेन्डर प्रयोगमा आइसकेको थियो। नेपालमा भने विक्रम सम्वत क्यालेन्डरलाई नै प्रमुख स्थान दिइएको छ। विक्रम सम्वत एउटा हिन्दू क्यालेन्डर हो। यसको सम्बन्ध हिन्दू विश्वास तथा तिथि मिति शुभ मुहुर्त तथा सबै हिन्दू पौराणिकतासँग जोडिएको छ। ईस्वी सम्वत क्यालेन्डर सूर्यमा आधारित क्यालेन्डर हो भने विक्रम सम्वत क्यालेन्डर अथवा पात्रो सूर्य र चन्द्रमाको गतिमा आधारित क्यालेन्डर हो। त्यही कारणले विक्रम सम्वत क्यालेन्डरलाई निकै वैज्ञानिक क्यालेन्डर पनि मानिन्छ। अब प्रश्न यो उठ्छ कि यो विक्रम सम्वत क्यालेन्डरलाई कसले कुन आधारमा निर्माण गर्यो, कसरी वैज्ञानिक छ, के यो नेपालकै आफ्नै क्यालेन्डर हो या अन्य देशबाट आयात गरिएको हो, विक्रम सम्वत क्यालेन्डरको रचयिता को थिए? यी सबै प्रश्नको उत्तर लिएर यो भिडियो मार्फत म राजु पराजुली उपस्थित भएको छु। यो भिडियोमा तपाईँले विक्रम सम्वत क्यालेन्डरको रोचक इतिहासको बारेमा सविस्तारले जानकारी पाउनुहुनेछ। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। यस्तै रोचक जानकारीमूलक भिडियो हेर्नमा रुचि राख्नुहुन्छ भने हाम्रो यो च्यानललाई एक लाइकसँगै सब्स्क्राइब गर्न नभुल्नुहोला। विक्रम सम्वतको सुरुवात कसरी भएको थियो, यसको इतिहास जान्नको लागि हामीले भारतको इतिहासलाई हेर्नुपर्ने हुन्छ। ईसा पूर्व 70तिर भारतभरि नै मध्यपूर्वको क्षेत्रबाट आएका शक जातिका राजाहरूले शासन गरिरहेका थिए। उनीहरूले भारतमा निकै निरङ्कुश तरिकाले शासन गरिरहेका थिए। त्यही समयमा ईसा पूर्वको 50औं शताब्दीको आसपास चन्द्रगुप्त वंशजका विक्रमादित्यले सेना लिएर उज्जैनमा एक शक शासकहरूमाथि आक्रमण सुरु गरे। उनले शक राजाहरूलाई पराजित गरेर उनले उक्त साम्राज्यको शासन आफ्नो हातमा लिए। उनको साम्राज्यलाई मालावा साम्राज्य पनि भनिन्थ्यो। त्यही समय उनले आफैलाई त्यो साम्राज्यको अन्त भयो र म नै यो राज्यको सम्राट हुँ भनेर घोषणा गरे। त्यसपछि उनलाई विक्रमादित्यको उपाधि दियो। विक्रमादित्य ती राजाको नाम भने थिएन, तर यो नाम उनलाई उपाधिको रूपमा दिएको थियो। ती राजाको वास्तविक नाम के थियो यो भने अझै पनि अज्ञात नै रहेको छ। विक्रमादित्यले शक शासकहरूलाई हराएको दिनलाई स्मरण गर्न र विजय दिनको सुरुवात गर्नको लागि नयाँ क्यालेन्डर बनाउने विचार गरे। त्यो समयमा भारतमा शक सम्वत क्यालेन्डर प्रचलनमा थियो। साथै विभिन्न क्षेत्रहरूमा बुद्ध र महावीर जैनको नाममा पनि क्यालेन्डरहरू प्रचलनमा थिए। तर त्यो समयमा कुनै राजाले आफ्नो नाममा क्यालेन्डर जारी गर्नको लागि समस्त प्रजाहरूको ऋण चुक्ता गर्नुपर्दथ्यो। विक्रमादित्यले समस्त प्रजाहरूको ऋण चुकाउन राज्यकोषलाई ठूलो धनराशि तिरे र नयाँ क्यालेन्डरको सुरुवात गर्ने घोषणा गरे। शक शासकलाई परास्त गरेर विक्रमादित्य सम्राट बनेको दिन चैत्र शुक्ल प्रतिपदाको तिथि अथवा वैशाख 1 गतेको दिन थियो। पछि त्यही दिनदेखि विक्रम सम्वत क्यालेन्डरको सुरुवात गरियो। विक्रम सम्वत क्यालेन्डर सुरु भएदेखि यसलाई अत्याधिक रूपमा प्रयोग गर्न थालियो। राजा विक्रमादित्य सबैलाई सम्मान व्यवहार गर्दथे। धनी गरिब जोसुकैलाई पनि सम्मान न्याय गर्दथे। त्यसैले उनी आफ्नो राज्यमा सबैको प्यारो राजा थिए। आजसम्मको इतिहासमा सबैभन्दा लोकप्रिय राजा विक्रमादित्य हुन्। विक्रमादित्यको बारेमा सविस्तारले भविष्य पुराण र स्कन्द पुराणमा पनि उल्लेख गरिएको छ। राजा विक्रमादित्यको समयमा त्यो समयका सबैभन्दा विद्वान खगोलशास्त्री तथा ज्योतिषशास्त्री
बराह मिहिर थिए। उनैको सहायताले विक्रम सम्वतको प्रचार प्रसार गर्न सजिलो भयो। विक्रम सम्वत अङ्ग्रेजी क्यालेन्डरभन्दा 57 वर्ष अगाडिदेखि चलिआएको हो। बराह मिहिर राजा विक्रमादित्यका नवरत्नमध्ये एक थिए। उनीद्वारा रचित कृतिहरू बृहजातक, सूर्य सिद्धान्त, बृहस्पति संहिता, पञ्चसिद्धान्ती आदि प्रमुख कृतिहरू हुन्, जो कि आज पनि ज्योतिष शिक्षामा धेरै महत्त्वपूर्ण ज्ञान प्रवाह गरिरहेका छन्। सम्वत अर्थात् काल तथा समयलाई मापन गर्ने पैमाना, जसलाई हिन्दू क्यालेन्डर तथा पात्रोको नामले चिनिन्छ। विक्रम सम्वतलाई गणितीय हिसाबले एकदम सटिक काल गणना मानिन्छ। दुनियाँभरमा अङ्ग्रेजी क्यालेन्डरको प्रचलन धेरै नै रहे पनि विक्रम सम्वत क्यालेन्डरको महत्त्व कहिल्यै पनि कमी भएन। विक्रम सम्वतमा वर्ष सूर्यको गतिमा आधारित र महिना चन्द्रमाको गतिमा आधारित मानेर बनाइएको छ। हाम्रो पृथ्वी सूर्यको परिक्रमा 365 दिनमा पुरा गर्ने गर्छ र 365 दिनको एक वर्ष हुन्छ। बराह मिहिरद्वारा रचित ग्रन्थ सूर्य सिद्धान्तमा भनिए अनुसार पृथ्वी सूर्यको परिक्रमा एक वर्षमा पुरा गर्ने गर्छ, यानि 365 दिन, 15 घटी, 31 विपल तथा 24 प्रति विपल लाग्ने गर्छ। तर आधुनिक विज्ञानले भने केही वर्ष पहिला मात्र यस्तो गणना गर्न सफल भएको हो। विक्रम सम्वतमा हरेक 3 वर्षमा अतिरिक्त एक महिना हुने गर्छ, जसलाई हामी अधिक मास अथवा मलमास भन्ने गर्छौँ। यही कारण महिना तथा ऋतुहरूमा तालमेल मिल्न जान्छ, ताकि सूर्य वर्षसँग मेल खान सकोस्। यही कारण हो कि विक्रम सम्वतको गणनालाई सटिक र वैज्ञानिक भएको मानिन्छ। त्यही कारण सनातन धर्मावलम्बीहरूले सबै तिहार, पर्व तथा शुभ मुहुर्त विक्रम सम्वतबाट नै निकाल्ने गर्छन्। यसमा चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिको दिनलाई अर्थात् वैशाख 1 गतेको दिनलाई नयाँ वर्षको रूपमा मानिन्छ। हिन्दू पञ्चाङ्गलाई वैज्ञानिकहरूले पनि सही मानेका छन्। पुरै विश्वमा 12 महिनाको एक वर्ष, 7 दिनको सप्ताह, 60 सेकेन्डको 1 मिनेट, 60 मिनेटको 1 घण्टा र 24 घण्टाको एक दिनलाई मान्यता दिएको छ। यी सबै विक्रम सम्वतकै देन हो। इस्वी सम्वतको क्यालेन्डरमा सूर्यग्रहण, चन्द्रग्रहण तथा अन्य खगोलीय घटनाको परिस्थितिको बारेमा कुनै सङ्केत नै मिल्दैन। जबकि विक्रम सम्वत यो प्रश्न पारिदिन्छ कि आगामी 100 वर्षसम्ममा कुन दिन, कति बजे, कुन ठाउँमा सूर्य या चन्द्रग्रहण लाग्नेछ, साथै ऋतुहरू एवं ग्रह नक्षत्र आदिको बारेमा पनि प्रश्न पारिदिएको हुन्छ। अन्य दुनियाँको कुनै पनि क्यालेन्डरको गणना गरेर यी सबै निकाल्न सम्भव मानिँदैन, असम्भव छ। यसरी नै शकहरूलाई परास्त गरेर विक्रमादित्यको शासनकालमा विक्रम सम्वत क्यालेन्डरलाई चलन चल्तीमा सुरु गरियो। तर नेपालमा यसको सुरुवात भने विक्रम सम्वत क्यालेन्डरलाई आधिकारिक दर्जा दिने श्रेय भने चन्द्रशमशेर राणालाई जान्छ। उनले विक्रम सम्वत 1958मा विक्रम सम्वत क्यालेन्डरलाई नेपालमा आधिकारिक क्यालेन्डरको रूपमा प्रयोगमा ल्याएका थिए। त्यसपछि यो लगातार नेपालको एकमात्र निर्विवाद आधिकारिक क्यालेन्डर अर्थात् पात्रोको रूपमा प्रयोग हुँदै आइरहेको छ। यद्यपि नेपाल सम्वत पनि प्रचलनमा आइरहेको छ। दर्शकबिन, यो थियो विक्रम सम्वत क्यालेन्डरको रोचक इतिहास।